अहिले चाहिँ हामी सब साथीभाइहरू आज क्रिसमसको छुट्टीमा चाहिँ ढक्क लाएर हामी माछा मार्नको लागि ओके गाइज हामी चाहिँ अहिले यस्तो दामी ठाउँमा आइसकेका छौँ। यो कम्पनी चाहिँ अफ भइसक्यो हो र केटाहरू चाहिँ सब पछाडि छन्। यस्तो छ है त। यसो तालतिर आइसकेका छन्। अब माछामार्ने कार्यक्रम अब हुँदैछ। हाम्रो दाजुले टक्क माछा अब मार्दै हुनुहुन्छ। माछाको खुट्टा खुट्टामा हान्ने विचार छ। हेलो हेलो भाइ तैँले त सिसा काटेर हाल्छ बलि टाढो जान्छ क्या। यो चाहिँ नि भिडियो हुँदैछ है। मैले खायो बरै खसीले डालिनु गाई घाँस। स्वाद दिने मात्रै भयो क्या यार। ओहो यार ज्याभलिङ माछा आयो ज्याभलिङ। धानको बाला